मलाई देखेर भित्रतिर लगायो भित्र गएको बाटो छैन नि त्यहाँ बाटो छैन अनि म त यो मान्छे अन्धा हो कि के हो यो बाटो कता जाँदैछ पुरै हुँदा हुँदा घारीतिर लान्छ अनि त्यहाँदेखि घुमाएर फेरि यता लग्यो हजुर लगेर अनि हामी यता आइहाल्यौँ उता लगेर डरायो तपाईले यसो अनुहार समाएर के देख्नु भयो हैन कालो कालो छ झेब्रे झेब्रे छ जामी जामी छ कपाल कपाल चाहिँ झ्याम्राम्रो छ कालो छ मान्छे चाहिँ के अलिक ज्यान परेको खालको कि कस्तो कस्तो ज्यान ठिक्कको छ त्यति मोटो पनि छैन पातलो पनि छैन जामी जामी छैन दिदीले पनि हेर्नु भनेपछि गाडी चाहिँ यो तपाईले देख्नु भएको हिजो पनि देख्नु भएको थियो हिजो त आइन हिजोले उहाँ देख्नु उहाँले देख्नु हामीले बेलुकाखेरि जाँदाखेरि हात्तीको डरले हामी भाग्यौं हैन यही हो गाडी यही होइन गाडी यस्तै कालो आउँदै थियो अब यहाँ अस्ति पनि थुप्रो गाडी थियो यस्तै खालको अनि पिकनिक होला ठुलोबाट मान्छे आएको होला भनेर सोच्यौं हामी त हात्तीको डरले भागिहाल्यौं हेर त रातिसम्म आउँदा रहेछ मान्छेहरू बेलुकासम्म बेलुकाखेरि आएको हिजो चलाउने प्लान रहेछ तपाईले कति बजेतिर देख्नु भएको दिदी मान्छे भएर हिजो नडराएको रहेछ हिजो चलाउने प्लान हो लगभग 4 त्यस्तै 5 बजेको थियो त्यस्तै आएको थियो आएर फर्क्यो के त्यो गाडी हस् हो अरे